सुकुम्बासीलाई महिनौदेखि थन्क्याएर राखेको कीर्तिपुरको होल्डिङ सेन्टरको नकारात्मक कुरा बाहिर ल्याएको भन्दै एकजना सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ। 39 वर्षीय डम्बर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले केही समय यता होल्डिङ सेन्टरमा आफूहरूलाई कैदी झैं राखिएको, खाना पनि नदिएको, रोग फैलिएको, रोजगारी गुमेको लगायतका कारण देखाउँदै आफूहरूलाई होल्डिङ सेन्टरबाट बाहिर निकाल्न माग गर्दै आएका थिए। तर आन्दोलनको नेता बनेको भन्दै डम्बर तामाङलाई न्यायको सट्टा हतकडी लगाएको छ। होल्डिङ सेन्टरमा सार्वजनिक शान्ति विरुद्धको कसूर गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले बताएका छन्। डम्बर तामाङ पक्राउ घटनाले के देखाउँछ भने सुकुम्बासीहरूले आफ्नो मनका कुरा र पीडाहरू समेत व्यक्त गर्न पाउँदैनन्। अहिलेसम्म 2 जना सुकुम्बासी नागरिकको ज्यान गइसकेको अवस्थामा सरकारले उनीहरूको जीवनमाथि निरन्तर आहत पुर्याइरहेको छ। उनीहरूको समस्या समाधान गरिएको छैन। विद्यार्थीहरूले नियमित विद्यालय जान पाएका छैनन्। युवाहरू समेत बिना रोजगारी टहरामा दिन बिताइरहेका छन्। गरी खान सक्ने युवाहरूलाई समेत काममा जान दिइएको छैन र बेवारिसे बनाएर राखेको त्यहाँका नागरिकहरूको गुनासो छ। खानामा किरा भेटिएको, पानी समयमा पर्याप्त पिउन नपाएको उनीहरूको चर्को पीडाहरू छन्। तर राज्यले सुने नसुने गरिरहेको छ। उता चितवनमा गृहमन्त्रीले अमलेट खाँदा माछाको काँडा भेटिँदा 3 लाख रुपियाँ जरिवाना तिराइयो। यता सरकारले सुकुम्बासीलाई खानामा किरा हालेर दिँदा समेत को जिम्मेवार हुने? काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टर छाडेर अन्यत्र जानका लागि निर्देशन दिएको, उता सरकारले कुनै वास्ता नगरेको अवस्थामा कहाँ जाने भनेर अहिले सुकुम्बासीहरू रणभुल्लमा परेका छन्। यही अवस्थामा हामीलाई निकास देऊ भनेर बोलिरहेका डम्बरलाई अहिले स्वयं सरकारले हिरासतमा लिएको छ। यो कस्तो विडम्बना! के बालन युगमा नागरिकले आफ्नो दुःख समेत व्यक्त गर्न पाउँदैनन्? के वाक स्वतन्त्रता अन्त्य भइसकेको हो? हिटलरी शासकको जस्तो व्यवहार बालन सरकारले किन देखाउँदैछ? सरकारी जग्गा खाली गराउने नाममा बिना कुनै पूर्व तयारी सुकुम्बासीमाथि यो सरकार किन वक्र दृष्टि साधिरहेको छ? कानुनको शासन भनेको नागरिकको आवाज दबाउनु हो कि उनीहरूको समस्या सुन्नु हो? यदि कसैले आफू भोगिरहेको पीडा सार्वजनिक गर्यो भने त्यसको उत्तर गिरफ्तारी हो भने लोकतान्त्रिक व्यवस्थाको सार कहाँ रहन्छ? राज्यको पहिलो दायित्व नागरिकको जीवन, स्वास्थ्य र सम्मानको रक्षा गर्नु हो, पीडितलाई अपराधी बनाउनु होइन। सुकुम्बासी समस्या नयाँ होइन। दशकौंदेखि समाधानको प्रतीक्षामा रहेका नागरिकहरूलाई एकाएक उठाएर होल्डिङ सेन्टरमा राख्ने, त्यसपछि महिनौसम्म स्पष्ट योजना नदिने, रोजगारी गुमाउन बाध्य बनाउने र आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्था आफैमा गम्भीर मानवीय प्रश्न हो। यस्तो अवस्थामा उनीहरूले आफ्नो पीडा व्यक्त गर्नु स्वाभाविक अधिकार हो। त्यसलाई सार्वजनिक शान्ति विरुद्धको कसुरका रूपमा व्याख्या गर्नु उचित हो कि होइन भन्ने प्रश्नको निष्पक्ष उत्तर राज्यले दिनुपर्छ। सुकुम्बासीको व्यवस्थापन कानून अनुसार हुनुपर्छ, तर त्यो प्रक्रिया मानवीय संवेदना सहित अघि बढ्नुपर्छ। उनीहरूलाई सम्मानजनक आवास, रोजगारी, शिक्षा र स्वास्थ्यको सुनिश्चितता नगरी बल प्रयोगबाट समस्या समाधान हुँदैन। उनीहरूको मुख थुन्दैमा सुकुम्बासीका पीडाहरू लुकेर बस्न सक्दैन। डम्बर तामाङको पक्राउले अहिले यही बहसलाई